ल छिटो न हो 1 बजिसक्यो तपाईहरु पनि जानुहुन्छ हुन्छ अलिक छिटो गर्नुहोस् न अर्को चाहिँ भक्कल खाना खाँदै यहाँनिर बसिरहेछ हाम्रो छेसा गुड मर्निङ एभ्रीबडी अहिले चाहिँ हामी बिहानै छोजुरकोमा आएको छु रेडी भएर बसिरहेको रहेछ छोजु र भेन्ने चाहिँ घुम्नु जाने हो कि घुम्नु जाने हुँदैन जाने छोजु र मेमे चाहिँ घुम्नु जाने कहाँ जाने थाहा छैन है घुमेको गर्नुपर्छ बजार ल यता किडेन पनि छ हामीसँग यता माको त रेडी भएको छैन साँच्चै काँचै छ किडेन म मम्मी चाहिँ रेडी भएर आइसक्यो किनेको ज्याकेट किन्दा पाएको एउटा ज्याकेट किन्दाखेरि पाउँछ छिटो न हो 1 बजिसक्यो तपाईहरु पनि जानुहुन्छ हुन्छ अलिक छिटो गर्नुहोस् न बिहान प्रोग्राम गर्ने को आफै प्रोग्राम गरेर आफै हिँड्ने हो भनेर म त सिलगढी गयो भने सिलगढी जाने हो नि सिलगढी गयो भने त सिलगढी जाने हो खै छोजु यहाँ आउनुहोस् त छोजु टोपी त पर्दैन होला है ओभर छ यसको ड्रेस चाहिँ यो त अन्त आङ्यो र छोजु त एउटै छ त अन्त छैन अर्को चाहिँ भक्कल खाना खाँदै यहाँनिर बसिरहेछ हाम्रो छेसा आछि यस्तो राम्रो केटी भएर तिमी रुन्छ अघि नातिनी केटी भएर रुन्छ नातिनी हो आउनुहोस् यता आउनुहोस् ल चाहिँ मुही हुँदैछ त आउँछस् ल चाहिँ बाबु मुखमा हात हाल्नै पर्ने म्याम उठ्नुहोस् गुड ल अब रेडी भइसकेर भेटौँ है एकताल छोजु आइकी टेनसँग जाने हो मामालाई छिटो गर्नुहोस् भन्नु न अहिले चाहिँ हामी यहाँनिर एकछिन माथि कुरकुरे मोमो खानु आएको हो घुम्दै यहाँ आइपुग्यो ल आप्पाको हात पक्रिनुहोस् त अघि चाहिँ अब गर्नु सकेन भिडियो किन भन्दाखेरि चाहिँ ओके म गाडी लक गरेर आउँछु ल यहाँनिर आएको एकछिन कुरकुरे मोमो खान आएको एकछिन हो एकछिन यहाँनिर अब रेस्ट पनि हुन्छ नानीहरूलाई भनेर घुम्दा थाकेछौँ कि अन्त कता बसिनहरू खै ल खै माको नानी चाहिँ थाकेर सानो सुत्यो हो ठुलोलाई चाहिँ बाउजूले एकछिन घुमाउनु लगेछ हो यहाँ चाहिँ हामी मोमो चिकनको लेग पिसहरू ललिपपहरू पाउँछ जे खाए पनि हुन्छ कफी राम्रो पाउँछ म चाहिँ कफी एकताल ट्राई गर्नु पर्यो आइपुग्यो
Cucu के खानु नि हेर्नुस् के खानु के भाइ खानु नि चिकन अब लुगा मिलाइदिन्छ ल ल ल टी-शर्ट चिकन मिलाइदिन्छ पानी खानु नि ए ढाकीमा छ पानी छ पानी त ढाकीमा छ Let's have 1, 2, 3, 4, 5 wings. एउटा भाइ कुरो भन्नु तर कफी खान्छु म कफी खानु पर्छ Okay, wings हुन्छ नि होला ड्राई गरिदिनुस् न पाँचवटा प्लेन नै ठीक कफी दिनुहोस् ल यहाँ चाहिँ अहिले सानोतिनो एउटा भ्यू पोइन्ट नै बनाएको रहेछ हो खेल्नु ओर्नु टुरिस्टहरूको लागि टाइम पास यसो गर्ने रहेछ के भन्दैछौ तिमी खेल्ने सक्छ तिमी खेल्नु तिमी खेल्नु सक्छ सक्दैन नि है Mamaलाई No. Yes. No, भन्दैन मेरो. No. मामालाई मात्रै. मामालाई? ए उलाई सस दिस ल. सोमेली सस. हाल्नु भएछ अब खानुस् तपाई. जुवन. Small one. Thank you. Did you memeलाई? One memeलाई? Good boy. One anilai. Anilai dulu. Memeलाई. Lah खानुस्. खानुस्. Anilai. खानुस् त ल. आइगी जुले. अब सक्यो भाइ अब फेरि मारेर ला ला अब फिनिस भयो तिम्रो किचन किचन नि ला फिनिस भयो मम्मा फिनिस अब Big one, mama. Big one. Kau baik kau. भनेर है बहिनी लाँदैन बाबु त अरू लान्छु लान्छु बहिनी लान्छु भनेर जिस्काएको थियो आन्टी कि बहिनी लान्छ भनेर भाइ जानु भयो लान्छु त बाहिर लानु भएन त अन्त ला लानु भएको होइन मान्छे लु खाइहाल्नुहोस् तपाईँ खाइहाल्नु जू जानुपर्छ जू ओके जू जानु अब चाहिँ हामी बाई बाई गर्न चाहन्छ फ्राइज बनाइदिनु भएको थ्याङ्क यू छेसा औ छेसा ए छेसा खै हे मेला हामी चाहिँ माथि जू गएको आप्पा मम्मी पनि कहिले आउनु भएको छैन अरे म पहिला स्कुल टाइममा आएको थिएँ किटु चाहिँ अस्ति भर्खर उसको आचुकेसँग र उयोसँग आएको जस्तो लाग्यो सबैको मोरलेस फर्स्ट टाइम जस्तै नै रहेछ एक्सेप्ट फर किडेन आमानी किडेन पैदा टुक 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 साहुल लिया अलले बहिनीलाई पक्रिनु है बहिनी टुङ 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 साहुल खै टुङ टुङ साहुल खै चिम्पान्जी नि बनाने नि हेलो चिम्पान्जी नि बनाने नि के भएको हल्लेको
कसरी हल्लेको बाबु आमा के भएको हात चाहिँ ओ हात हल्लाइछ तपाईँको हात हल्लाउँदैछ फेरि हल्लाउँदैछ नि हौ बाटो चाहिँ अलिकति दामी रहेछ छेसुलाई चाहिँ अलिक ट्यापै पक्रिनु पर्ने रहेछ टाउको इज द हलिङ खोइ ल्या आऊ ए हो रहेछ हौ माथि एउटा उयो जस्तो छ नि अब क्याफेटेरिया जस्तै छ कि त्यसको बाहिर चाहिँ हो तर जू चाहिँ यहीँबाट स्टार्ट हो हेर्दै हेर्दै जानुपर्छ है यहाँ भालु छ नि यहाँ बेयर छ बाबा माछा एन्ड द बेयर छ नि छोजु उसको बेयर पो छ त यहाँनिर अहिले बेयर हेर्नु जानुपर्छ ल यो उयो हरियो गाडी राखेको भित्रपट्टि चाहिँ बेयर छ हौ साइड गर्नुहोस् न यहाँ So many. Look, how much? Yeah. ये घरको टी-शर्ट मा छुना किन ए सजिलो लुकाको भन्नुस् न मम्मी यो बान्नुस् त डियर पाखरे आफ्नो नाम पनि दिइहाल्नु डियर पाख हैन यो के हिमालयन जू हैन के जुलोजिकल पनि के पार्क छ अस्ति यहाँको बियर गाडीमा आउनु पर्थ्यो नि अन्त बाँसै बाँस छ हेर न उनी हेर न भ्यू पोइन्ट त्यस्तै छ उनी तल हौ अनि कुन कस्तो कुरा गर्छ नानीले यहाँबाट भागेको हैन साँच्ची भने के आपा ए बाँसै बाँस छ आपा भएनै मलाई अब हामी के हुँदैन ल पहिला हामी जाँदा यहीबाट गएको ल यहीँबाट गएको अनुहारमा लाग्छ मलाई चाहिँ के भएको मलाई छैन मामा फोटो हो नि हो मेरो छोरीले टुङटुङ पहिला सेक्रेटरीको जस्तो बनाइदिएको रहेछ है यसो लायनको के रहेछ अहिले बुद्ध उयोमाथि के आफू पसेको छ भन्नु न अम्बो आई भ्यू दामी रहेछ देख्नु न बेयर which color bear baba black yes ल फोटो खिचालौ त्यहाँ त खाना दिनु जान्छ होला नि त भालु चाहिँ अलिक टाढोमा पर्यो त्यति राम्रो देखेन यहाँनिर अलिक टाउकोमा देख्दैछ ठिकै छ अरू के पाएन हेरौँ त्यति नै हो लु बा ल हिँड्ने लेट्स गो चलो 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 खै ल अब चाहिँ हामी भालु हेरिसकेर चाहिँ फर्केको अब चाहिँ के हेर्नुपर्छ थाहा छैन म पनि फर्स्ट टाइम आएको कि मलाई पनि याद छैन माथि डियरहरू छ होला के छ होला के रहेछ त्यो हेर्दैछु अब ल उल्टा पऱ्यो घाम यता छ अन्त आउनु आची हाँचेको छोरी
कुनै के गर्दा हुन्छ त मेरो पनि त्यस्तै लाग्थ्यो फोनमा कहाँ लोएको साङ्गे चिप्लिन्छ साङ्गे भनेको दिमी त आफै छोजुलाई देऊ यता ममा लान्छु ल अब चाहिँ लास्ट डेस्टिनेसन होला यो है यहाँबाट चाहिँ गाडी राखेर हिँडेर जानुपर्ने रहेछ कहाँ कहाँ रहेछ यसो हेरौँ काट्दैछ त यसले त ल आज छोजु मजाले खेल्नु यसको चाहिँ फ्री भएको चाहिँ आउटिङ राम्रो भयो यसको आज यहाँ छ है चिम्पान्जी छेउछाउमा छ त चिम्पान्जी कतिवटा चिम्पान्जी छ यहाँ एउटा दुईटा तिनटा चारटा चिम्पान्जी गाडीमा आफैले भन्नुपर्छ नि अघिसँगै ल्याउनु पर्थ्यो यो उकालो चाहिँ हिँड्नु चाहिँ सक्दैन ओह्रालो जति पनि सक्छु कि उकालो हिँड्नु चाहिँ साह्रो पर्छ सिडी बच्चा त्यही त होइन बनाएँ मैले यता हुनुहुन्छ किचन नपढेर के को कहाँ घुम्नु भएको बुक्स लिएर आउनु भयो होला नि ए छोजु छोजु Cucu, I love you Gunus, I love you. Cucu. नानीहरुको मन किन भम टाइम पास हुन्छ छैन है छ नि मम्मा यहाँ उकालो छ यो उकालो यहाँ नाम्नु सक्छ बाबा बिग रहेछ है यहाँ आमा चिसो भयो मम्मी जानु भन्छ chicken house. That's chicken house. Look, so many stairs. Oof. Yes. This side, Chuchu, this way, this way. Up. Mama. Good. Up. Come. वाह म त कहाँ सक्छु यसो उबार्नु त्यो त नानी बोकेर गएको होइन उचेर राखिदिउँ न टिका ऊ मास्टर के Here is a flower for you, my love. Thank you. टिप्दा नाङ्गु बनाइदिनु ए मैले सदाको भइसक्यो लु कुछ देखने को नहीं मिला एक दिन पर मिला वो भी छोटा सा बैठा हुआ था बस उसका वो भी बिल्ली जैसा इतना बोरिंग लेपर्ड था ना
फिरता भी नहीं अपने जगह से बैठा बैठा कुछ झिलाए बोला इतना बड़ा इतना दूर आया इसका कॉस्ट क्या फायदा नहीं हुआ उसको मंकी तो रख देते साइड में मंकी देखने से भी तो कम से कम जो बच्चा लोग खुश हो जाता है ना मंकी देखने को भी नहीं मिला लोगों को तो हाँ बेकार हो गया क्या देखा हाँ डियर देखा ये दुनिया ये पार्क बेकार है जीना प्यार है दोजे किसा का भन्नु आफूले गीत गाएको नि दिनु ये रिश्ते ये पाक बेकार उसने से को जाना इसने मुझे वांट्स टू यूज द टॉयलेट ये आवाज ये वादियाँ कुछ भी देखने को नहीं मिला कुछ भी देखने को नहीं मिला बोलो बोले भी अच्छा तब अर्को हान दो अर्को ओ मेरो दुईजना ध्वासे चितुवा आयो हामी चाहिँ यत्रो जू घुमेर केही नै हेरि जान्दैछ एउटा लेपर्ड देख्यो त्यो पनि सानो बच्चा रहेछ के छैन अरू हिँडेको छ चिसो रहेछ तर बहिनीलाई चाहिँ चिसो लागेछ यहाँ माथि के छ सर्टकट जस्तो लाग्यो छोरीको चकलेट हु गेभ यु बाबु अन्य Happy dance, do the happy dance. Do the happy dance. डस्टबिनमा फाल्नुपर्छ ल एकछिन पकेटमा हालिराख्नुहोस् अहिले डस्टबिनमा फाल्नुपर्छ पकेटमा हाल्नु एक्लै हिँडेको जस्तो देख्दैछ जङ्गलमा वेट फर मी भन्नुहोस् न आइम कमिङ यहाँ हाम्रो किचन म्याडम आउनुहुँदैछ ए गोल्डन आवर रहेछ किचन खिच्दैन अब चाहिँ हामी चाहिँ माथि डल्लै घुमेर आएर हो यहाँ गाडीमा चढ्दैछौँ हो नानीलाई दुध दिँदैछ अलिकति भोकाएको जस्तो भएर हो अझै चाहिँ गाडीमा चढिसक्यो थाके पनि के देख्यो दुईटा बियर देख्यो भालु टाढोबाट हो टाढोबाट चारवटा डियर देख्यो एउटा चित्ता देख्यो त्यो चित्ता हो कि तर बिरालो हो कुनै कि मजाले बस्छ मरेको हो कि बाँचेको है हिँड्नु चाहिँ आमा कति हिँड्नु पर्यो हामी भयो अनि सकेको आजको ट्रिप लस है खै भयो किटेन लेट्स गो अब चाहिँ हामी यताबाट आएको यतापट्टिबाट चाहिँ फर्किनुपर्छ होला एक्जिट चाहिँ लागेन तैँला ल अब चाहिँ जानु होला है अब त्यो के अरे हो त्यो तल डियर हेर्नु जान्दैन डियर नहेर्नु होला अब उयो बर्डहरू पनि थियो त बर्ड के अब हामी एकछिन यहाँनिर यहाँ बस्छ त राजु चाहिँ राजुकोमा चाहिँ राधा बिमल छ भन्दै थियो कि अस्ति राजुले अलिक बिसन्चो छ भन्दै थियो त्यसले गर्दाखेरि आज यता आएको बेलामा एकछिन भेट्नु आएको के रहेछ कसो रहेछ जान्नुको लागि आएको हेरौँ कस्तो रहेछ है यहीँ छैन टाढो त घर त यहाँनिर यो येल्लो कलरको बिल्डिङमा हो कि त्यसको बिचको ग्रिन कलरको मलाई जस्तो लाग्यो त्यसको मुनि तलामा बस्छ
कुजामा हिँड्ने सुन्नुहोस् अगाडि राधा आन्टी बिमार छ नि हेर्नु हिँड्नुहोस् ओ राधा आन्टी बिमार छ भने के भयो राधालाई त पक्कै छे तिमी बिमार छ नि हेर्नु आएको हाम्रो राधा आन्टी बिमार भएर हेर्नु आएको कि आँखा पनि सुन्नेछ के भयो जापानिज त राम्रो हुन्छ चाइनिज ब्याट्री पर्यो होला आँखा पनि सुन्नेको जस्तो भएको छ तिमीलाई राजु चिया नभने भेट्नुमा केही पर्दैन चुवालाई बस त मोचोको रङ भन्दा चाहिँ लोभ चाहिँ लाग्यो तर होस् तँलाई दुःख नगर दुःख नपर्छ छे यो चाहिँ अब दुध खाँदै बस्छ चाहिँ एकछिन थाक्यो मलाई बिचरा कि अब जाउँ सँग नपर्ला गएको हामी मम्मी जाउँ लेट्स गो चल ल नानीहरू सके चल्छ लु राधा बस उठ्नु पर्दैन बस रेस्ट गर राधा बिमार भएर राधा चाहिँ आँखा पनि सुनिरहेछ गएको सँग पनि बस्ने गएको चल खै यिनीहरू गयो राधा ल भगा तिमीहरूलाई गयो लु छे लु छिट्टो जाति हुनु अब ल बिसन्चो भएर लु जाति भइहाल्छ जाति भएर आउँछु चाहिँ भाइ ल माथि हामी चाहिँ माथि जूहरू घुमेर सुमेर सबै गरेर चाहिँ तल दोजेमको घरमा आइपुगेँ है दोजेमलाई पुऱ्याउनु आएको छोरीहरू अब घरमा आइपुगेर यस्तो गरिरहेको छ अनि दोजेमुले चाहिँ नि मफिन खाएर जानु भनेर यसले मफिन बनाउँदैछ है यो चाहिँ यसले यहाँ भर्खर ओभनबाट निकालेको है मफिन बनाएको यसो हेर्दा त राम्रो देख्दैछ गन्ध पनि राम्रो आउँदैछ यसको एकदम मफिनको गन्ध आउँदैछ आउनु चाहिँ हो हेर्दा त राम्रो देख्दैछ छोरी यहाँले टेस्ट गरेर चाहिँ त्यहाँदेखि चाहिँ जानुपर्ने हुन्छ हामी चाहिँ ढिलो भयो 7:30 भन्छ छोरी पनि 1 मिनट लु अब चाहिँ केकहरू पनि खाइसके हो सबै खाइसके अब चाहिँ हामी निस्केको छोजु पनि जान्छु भन्दैछ जानु चाहिँ ल तिमीहरू मिलेर म नि त्यसले जाउँ ल जाउँ छेसा बाई बाई गुड नाइट बेटा गुड नाइट ल बस्नुहोस् ल
बिचरा अब म यहाँ भन्छु नि अहिले गोटी त लाग्छ नि आपाले नलानु हुने मिमे कति फेरि बेटिन्छ नि सकल दाली बनाउनु ब्याग बोक्नुपर्छ होला पानीको बोतल र उयो बोक्नुपर्छ पानीको बोतल उयो हाल्दै ब्यागमा त्यो ब्यागमा भोलि फेरि आपालाई किसी गर्दैन हाल्दै भोलि इनकेस मैला गरिहाल्यो नि एउटा गाडीमै त त्यो ब्यागमा हाल्दैन ममा त यही हुन्छु नि बाबा भोलि छिटो आउनुहोस् न ल आई लभ यु खै ममा अघि खाना मगिसी आई लभ यु खै ममा लाइट खाती गर्छ यस्तो यस्तो आई लभ यु यस्तो 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 आई लभ यु ल बाई बाई गुड नाइट ल गयो गुड नाइट ल गुड नाइट Son, bye my love. Mama के भन्नुपर्छ? बिचो? के टाको झिपिक झिपिक भयो अब के भयो? अब यो किन यस्तो खाले आको टाइम ल्याप्समा छ भने पो यस्तो आउँछ त हैन? यस्तो हुन्छ सास ए खै लु एन्ड गरिहाल्न। तँ एन्ड गर्छस्? अहा मलाई सक्दिन हो। लु किटेनको बाट सुन्दियो माजु। यहाँ त्यस्तै रहेछ किन हो यी हेर्नु नि यस्तो खालको आउँदैछ यी ल बाई 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 छेचा छिट्टो आउनुहोस् ल भोलि जान्छ ल गयो गयो छेसा छेसा ल गयो गयो ल फाइनली हामी चाहिँ घर आइपुग्यो अब हो छोजोलाई लिएर अब चाहिँ घर पसेको बत्ती मार्दिउँ यहाँबाट बत्ती मार्दै मार्दै जानुपर्छ अब यी अब छोजु चाहिँ यहाँनिर हामीसँग सुत्नु आएको अघि भनिहालेँ हो अब यसलाई चाहिँ यसरी यहाँ बिचमा सुताउनुपर्छ यसरी टिभी हेर्दै हेर्दै यसरी टिभी हेर्दै हेर्दै सुत्छ यो चाहिँ हो ल आउनुहोस् बिचमा बिचमा आउनुहोस् भित्र सिधक भित्र पस्नु बत्ती जान्छ भनेर चाहिँ नि यो सुत्दैन नि त हो टिभी अन्त टिभी ट्याप्प मारेर चाहिँ बत्ती गयो भनेर चाहिँ अहिले बत्ती जान्छ भनेर आजको भ्लग चाहिँ यति नै हुन्छ हो यस्तै नै थियो फ्यामिलीको भ्लग त्यहाँबाट यताउति अन्त लास्टमा चाहिँ अब हामी चाहिँ यहाँ दोजियो मतलब घरमा पुऱ्याएर त्यहाँ त गरेर सबै गरेर छोजु चाहिँ पछाएकोले गर्दा छोजु चाहिँ हामीसँग छ आजको भ्लग यस्तै नै छ तपाईँहरूलाई के लाग्यो कस्तो लाग्यो कमेन्ट गरेर भन्नुहोस् यदि मन पऱ्यो भनेदेखि लाइक पनि गरिदिनुहोस् भन्दै अनि यदि तपाईँहरू यस च्यानलमा नयाँ हो भने सब्सक्राइब पनि गरिदिनुहोस् भन्दै तपाईँहरूबाट बिदा लिन्छु गुड नाइट छोजु गुड नाइट भनिदिनुहोस् बाई बाई सी टुमरो यस्तो गरिदिनुहोस्